हाई एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ। सधैँ चाहिँ आज पनि मेरो ब्लग लिएर हजुरहरू सामु म उपस्थित भइसकेको छु। हामीहरू चाहिँ अटोमा बसिसकेका छौँ। हाम्रो यात्रा कहाँसम्मको हो भन्ने कुरा चाहिँ हजुरहरूले मेरो भिडियो फुल वाच गरिसकेपछि चाहिँ हजुरहरूले थाहा पाउन सक्नुहुन्छ। त्यसको लागि मेरो भिडियो फुल वाच गर्नुहोला। त्यसै गरी हामी अटोमा बसिसक्यौँ। अटोमा बसिसकेपछि सबैले चाहिँ मेरो भिडियो अन भयो भनेर सबैले हाई भन्दै हुनुहुन्छ, हेलो भन्दै हुनुहुन्छ। त्यसै गरी मैले अब चाहिँ बाटोतर्फ लागेँ, बाटो देखाउनतर्फ लागेँ। अब हजुरहरूले हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ कहाँको हो, कहाँनिरबाट हामी भित्र पस्यौँ भन्ने कुरा चाहिँ हजुरहरूले थाहा पाउनुभयो होला। पक्कै पनि ठाउँ चिन्नुभएकै नै होला। हजुरहरूको चाहिँ स्थानीय ठाउँ नै रहेको छ। त्यसै गरी हामी चाहिँ बाटोतर्फ लाग्यौँ। बाटो चाहिँ जाँदैछौँ, अटोभित्र हामी बसेका छौँ। बाहिर चाहिँ कहाँनिर के छ भन्ने कुरा सबै बच्चाहरूले चाहिँ सोध्दै प्रश्न गर्दै दाइसँग सोधिरहेका थिए। त्यही भएर हामी चाहिँ यहाँ देखाउँदै दाइले चाहिँ सबै कता कहाँनिर के हो भन्ने कुरा चाहिँ बताइराख्नु भएको थियो बाबुहरूलाई। त्यही कुरा गर्दा गर्दै हामी अटोभित्र कुरा गर्दा हामी चाहिँ बाटो कटेको थाहा नै पाएनौँ। यसै गरी हामी चाहिँ धेरै पर आइसकेका रहेछौँ। मैले थोरै बाटो पनि देखाएँ। त्यसै गरी भाइहरूले मैले भ्लग बनाएको देखेर होला उनीहरूले पनि भ्लग बनाउन स्टार्ट गरिसकेका छन्। उनीहरूले पनि आफ्नो फोनमा भ्लग बनाउन सुरु गरे। उनीहरूको भ्लगमा पनि मैले हाई भनिरहेको छु। त्यसै गरी सानोले मलाई जिस्काउन सुरु गर्यो। मैले सबै बाटो देखाउन त सम्भव भएन, त्यही भएर मैले चाहिँ थोरै मात्र क्याप्चर गरेको छु। अब यति बाटो हेर्दा हेर्दै हजुरहरूले चाहिँ हिन्ट चाहिँ पाइसक्नु भएको होला हामी चाहिँ कहाँ जाँदैछौँ, हामी चाहिँ कहाँ स्टप हुनेछौँ भन्ने कुरा। यो ठाउँहरू देखिसकेपछि हजुरहरूले पक्कै पनि हिन्ट पाइसक्नु भयो होला। अब हजुरहरूले यो ठाउँहरू देख्न सक्नुहुन्छ हामी चाहिँ कहाँ आइपुग्यौँ भन्ने कुरा हजुरहरूले थाहा पाउनुभयो होला। त्यसै गरी चाहिँ हामी अब हाम्रो गन्तव्यतर्फ पुगिसकेका छौँ। अब लगभग ठाउँमा आइसक्यौँ। अब हामी चाहिँ ओर्लने टाइम भइसक्यो। अब चाहिँ हामी सबैजना अटोबाट झर्ने तयारीमा छौँ। अटोबाट झरिसकेका पनि छौँ। अब अटो चढिसकेपछि पैसा पनि दिनु पर्यो। दाइले चाहिँ पैसा दिन थाल्नु भएको छ। हामी चाहिँ बाहिरको सिन एकदमै राम्रो भएर म चाहिँ यिनीहरूले चाहिँ पनि आफ्नो फोनमा भिडियो बनाउन थाले। म पनि सिन चाहिँ एकदमै राम्रो देखेर मैले पनि भिडियो बनाउन लागेँ। अनि मैले चाहिँ एकदमै गर्मी भएको थियो तर पनि घुम्न आएको भनेर होला त्यो गर्मी पनि हामीले मानेन, भिडियो बनाउनतर्फ लाग्यौँ। त्यसै गरी अब चाहिँ हजुरहरूले थाहा पाउनुभयो होला हामी चाहिँ कहाँ आएका छौँ भन्ने कुरा। यो दृश्यले नै हजुरहरूलाई थाहा भइसकेको होला पक्कै पनि हामी चाहिँ कहाँ आएका छौँ भन्ने कुरा। त्यसै गरी मैले चाहिँ भिडियो बनाउन स्टार्ट गरिसकेँ। यहाँका दृश्यहरू देखाउन थालेकी छु सबैतिर। अनि मैले चाहिँ आफूलाई पनि हेलो भन्दै भिडियोतिर देखाउन लाएँ। त्यसै गरी दिदीहरू पनि पछाडि आउँदै हुनुहुन्थ्यो, सबैजनालाई मैले देखाएँ। त्यसै गरी हामीहरू चाहिँ कहाँ आयौँ भन्ने कुरा पक्कै पनि थाहा पाउनुभयो होला। भिडियो बनाउँदै म माथितर्फ लागेँ। अब चाहिँ हजुरहरूले यो देख्न सक्नुहुन्छ जगदीशपुर तालको दृश्य। पक्कै पनि हजुरहरूले थाहा पाउनुभएको थियो होला मेरो भिडियो देखिसकेपछि। मैले चाहिँ सबैतिरको भ्यू राम्रो भ्यू आएको थियो, त्यही भएर भ्यू सबैतिर देखाएँ। त्यसै गरी हामी चाहिँ घुम्न अलि अगाडिसम्म हेर्नको लागि परसम्म गयौँ। हिँड्दै एकदमै गर्मी थियो, गर्मी पनि भइरहेको थियो तर हिँड्दाखेरि शीतल थियो। हामी हिँड्दाखेरि तर हामी त्यहाँ पुग्दासम्म एकदमै गर्मी भयो। यदि यस्तो गर्मी हुन्छ भन्ने थाहा भएको भए चाहिँ हामी चाहिँ हिँड्ने थिएनौँ भन्दै त्यही कुरा सबैजनाले कुरा गरिरहेका थियौँ। अनि यिनीहरूलाई चाहिँ बोट चढ्नु पर्ने छ, बोट चढ्ने हो, हामीलाई चाहिँ चढाउन पर्छ भन्दै जिद्दी गरिरहेका थिए। तर पनि कोही पनि नचढेको कारण अथवा मान्छे नभएको कारण चाहिँ हामी त्यहाँ बोट चढ्न पनि पाएनौँ। उनीहरू चाहिँ एकदमै रिसिरहेका थिए। उता परसम्म हामी कमलको फुलहरू देखाउन लाग्नुभयो, दाइले लग्नुभयो। परसम्म हिँड्दै गयौँ। हामी चाहिँ सबै दृश्य हेर्यौँ। भिडियोमा पनि देख्न सक्नुहुन्छ हजुरहरूले सबै दृश्य हेर्नुभयो। थ्याङ्क यू फर वाचिङ। बाई बाई। लाइक सेयर कमेन्ट गरिदिनु होला मेरो भिडियो।